ल हेर्नुस् है, दुर्गा परसाईको छुट्टै आफ्नै साम्राज्य छ है। ल हेर्नुस्, यी दुर्गा परसाईको हस्पिटलमा दुर्गा परसाईका सेक्युरिटी मात्रै कमसे कम 1000 जना भन्दा धेरै। ल हेर्नुस्, यो भिड हेर्नुस्, पुरै सेक्युरिटी एकदमै देशको आर्मी पुलिस भन्दा पनि खतरनाक पुरै ड्रेसमा सजिएका छन्। एकदमै ड्रेसमा सजावट भएर पुरै टकाटक झपाझप खुट्टादेखि माथि टाउकासम्म एकदमै ढल्किने क्याप लगाएर सिरफुल सजाएर। ल हेर्नुस् त, क्या मजाको शानका साथ सेक्युरिटी मात्रै यति धेरै दुर्गा परसाईका। र अब उनका आफ्ना पर्सनल सेक्युरिटी, यो भिडियो हेर्नुस्। ओ माई गड, कालै कालो ड्रेस लगाएका पुरै हट्टा खट्टा उनका आफ्नै पर्सनल सेक्युरिटी मात्रै 200-300। उनी एनी टाइम आफू बाहिर निस्किँदा अगाडि पछाडि लगाएर हिँडेका हुन्छन्। ल हेर्नुस् त, अहिले दुर्गा परसाईले झन्डै 5000 भन्दा बढीलाई चाहिँ रोजगार दिएका छन्। यो देश बनाउनु पर्छ भनेर दुर्गा परसाई लागिरहेका छन् र भुइँ मान्छेको समस्या बुझ्न उनी घर घरमा पुगिरहेका छन्। मध्य रातिसम्म पनि उनी चाहिँ भुइँ मान्छेलाई सहारा दिन चाहिँ ठाउँ ठाउँमा पुगिरहेका छन्, गाउँ गाउँमा पुगिरहेका छन्। ल हेर्नु त, लघुबीज सहकारी मिटर ब्याजीले थिचिएका नेपाली जनतालाई चाहिँ आज उनी सहारा बनिरहेका छन्। बैंकको कालो सूचीमा राखेका नेपालीहरूलाई चाहिँ बैंकले फुकुवा गर्नुपर्छ, 20 लाख भन्दा मुनिको ऋण मिना गरिदिनुपर्छ, जनतालाई बाँच्न दिनुपर्छ, गरी खान दिनुपर्छ भनेर रात दिन नभनी दुर्गा परसाई लागिरहेका छन्। र राज संस्था पुनर्स्थापना गर्नुपर्छ, देश बचाउन राजा नै चाहिन्छ भनेर लागिरहेका छन्। त्यसैले दुर्गा परसाईको आफ्नै यत्रो साम्राज्य छ। यो देशको आर्मी पुलिस भन्दा पनि ठुलो दुर्गा परसाईको आफ्नै कमान्ड छ। ल हेर्नुस् त, तर पनि दुर्गा परसाई देश बनाउनु पर्छ भनेर लागिरहेका छन्। त्यसैले तपाईँ हामी सबैले चाहिँ दुर्गा परसाईलाई साथ दिनुपर्छ है।